आफ्नै साथीभाइहरू मिलेर शिकार खेल्न जाउँ त भन्ने योजना बनाएर जङ्गलतर्फ यसरी अगाडि बढिराखेका थियौँ र उपयुक्त ठाउँको खोजी गरिराखेका थियौँ हामीले बस्नको लागि हाम्रो वासस्थान चयन गर्नको लागि। र त्यसै क्रममा हामीले यो सम्म र अति सफा ठाउँमा बस्ने निधो गऱ्यौँ र हामीले त्यहाँ यसरी टेन्ट राख्यौँ र टेन्ट निर्माण गरेपछि हामीले चाहिँ सेउटा भाँचेर बस्नको लागि ठाउँहरू बनायौँ। त्यसै क्रममा मैले ट्र्याक चाहिँ यसरी रुखमा राखेको थिएँ हेर्नु, तर त्यहाँ हेर्नु त कमिलाले पुरै ट्र्याक चाहिँ भरिएको। यो कमिला निकाल्न यति टाइम लाग्यो पुरै छाड्नु। र भोक लागेको हुनाले हामीले चाहिँ चाउचाउ पकाएर खाने निर्णय गऱ्यौँ र हामीले चाहिँ चाउचाउ पकाउनको लागि चाहिँ चाउचाउ पकाउन थाल्यौँ। अनि हामी सबै मिलेर कसैले चाहिँ लसुन के अरे प्याजहरू काट्ने, कसैले चाहिँ अब आगो बाल्ने, यताउति मिलेर सबै चाहिँ यसरी काम गऱ्यौँ। अब भने चाउचाउ पाकिसक्यो हेर्नु, र हामीले चाउचाउलाई यसरी भाँडा 3वटा कचौरा भएको हुनाले एकजनाले चाहिँ पकाएकै भाँडामा खाने निधो गऱ्यौँ। हामी 4 जना थियौँ र चाउचाउलाई चाहिँ यसरी यताउति के अरे वनदेवीहरू अन्य देवदेवताहरू चढाएर यसरी खायो। चाउचाउ चाहिँ निकै स्वादिष्ट थियो। हेर्नुहोस्, हुन त वनमा पकाएको खानेकुरा साह्रै मिठो हुने गर्छ साथीभाइहरूसँग खाँदाखेरि जस्तो सुकै पनि। अब भने हामी हाम्रो योजना मुताबिक शिकारको खोजीमा हिँड्यौँ। जङ्गलमा निकै काँडाहरू अनि झाडीहरू भएको हुनाले निकै कठिन नै थियो। त्यही पनि हामीले हाम्रो योजनालाई अगाडि बढायौँ र हामीले रातिसम्म चाँजरसम्म शिकार गरेर पछि पुनः फेरि त्यही टेन्टमा फर्केर हामी बिहान चाहिँ घरमा फर्केका थियौँ।